हेलो नमस्कार, सञ्चार हुनुहुन्छ। कक्रोच जनता पार्टी भारतको युवाको रिस्की नयाँ डिजिटल आन्दोलन भन्ने विषयमा अहिले विश्वभरि चर्चा भइरहेको छ। भारतमा अहिले कक्रोच जनता पार्टी सीजेपी नाम निकै भाइरल भइरहेको छ। अदालतमा बेरोजगार युवालाई कक्रोच जस्तो व्यवहार गरिएको चर्चापछि केही चाहिँ युवाहरूले व्यङ्गात्मक रूपमा यो अभियान सुरु गरेका हुन्। केही दिनमै राखौँ होइन करोडौँ मानिस सामाजिक सञ्जालमा चाहिँ जोड दिन थालेका छन्। यो केवल मजाक मात्र होइन, भारतका धेरै युवाको निराश र रिसको सङ्केत पनि मानिएको छ। आज भारत विश्वशक्ति बन्ने कुरा गरिरहेको छ। बीजेपी र नरेन्द्र मोदी सरकारले विकासका धेरै काम देखाइरहेका छन्, सडक, डिजिटल सिस्टम, अन्तर्राष्ट्रिय प्रभाव आदि। तर अर्को पक्षले बेरोजगारी, परीक्षा घोटाला र युवाको भविष्यको प्रश्न चाहिँ उठाइरहेका छन्। काङ्ग्रेस लगायत विपक्षी दलहरू सरकारलाई रोजगारी र शिक्षा मुद्दामा असफल भनिरहेका छन् भने बीजेपी समर्थकहरू भारतलाई नयाँ उचाइमा पुर्याएको दाबी गर्छन्। यही बीच कक्रोच जनता पार्टी जस्ता अभियानले एउटा कुरा देखायो, अब युवाहरू पुराना राजनीतिक शैलीभन्दा सामाजिक सञ्जाल मार्फत आफ्नो आवाज उठाउन थालेका छन्। सायद यो पार्टी भविष्यमा हराउन सक्छ या अझ ठुलो आन्दोलन बन्न सक्छ। तर यसले एउटा कुरा स्पष्ट छ, भारतको युवा पुस्ता अब केवल भाषण होइन, सम्मान र अवसर चाहन्छन्। र भारतमा चाहिँ विगत 15 वर्षदेखि बीजेपी नरेन्द्र मोदीले राज गरिरहेको छन्। अब यो अदालतमा दिएको चाहिँ एउटा वाक्यले नै अब देशको भविष्य कोर्न सक्छ कि सक्दैन। अर्थात् कक्रोच जनता पार्टीले कि देशमा चाहिँ कुनै अब नेपालमा जस्तो जेनजी आन्दोलन गरेर सत्ता पल्टाउन सक्छ कि सक्दैन, यो चाहिँ भविष्यले नै अब देखाउला। धन्यवाद।